यो भिडियोमा हामीले टाइप्स अफ इरोर इन पाइथनको बारेमा कुरा गर्नेछौँ। यानी पाइथन प्रोग्राम बनाउँदाखेरि हामीले के कस्ता मिस्टेकहरू हेर्न सक्छौँ। सो लेट्स स्टार्ट दिस टपिक। पहिला इरोर भनेको के हो त्यो बुझौँ। जब पनि हामीले कुनै प्रोग्राम लेख्छौँ त्यति बेला कम्प्युटरले त्यो प्रोग्रामलाई रन गर्न सकेको हुँदैन बिकज अफ मिस्टेक। र जुन त्यो मिस्टेक हुन्छ वाइल राइटिङ प्रोग्राम लेख्दाखेरि जुन मिस्टेक हामीले गर्छौँ त्यो मिस्टेकलाई नै इरोर भन्छ। सो दिज मिस्टेक्स आर कल्ड इरोर्स। अनि पाइथन प्रोग्रामिङमा हामी अहिले पाइथनको बारेमा पढ्दैछौँ। सो पाइथन प्रोग्रामिङमा यी 4वटा बेसिक इरोरहरू छ जुन कि क्लास 9-10 मा पढ्ने विद्यार्थीहरूले बुझ्नुपर्ने हो। पहिलो भनेको सिन्ट्याक्स इरोर, नेक्स्ट इज इन्डेन्टेसन इरोर, थर्ड वान इज नेम इरोर एन्ड द फोर्थ वान इज टाइप इरोर। अब यो चारैवटा टाइप्सको बारेमा हामीले थ्योरी पनि गर्नेछौँ र साथसाथै प्र्याक्टिकल पनि गर्नेछौँ। सो एक एक गरी बुझौँ यो सिन्ट्याक्स, इन्डेक्स, नेम र टाइप इरोर भनेको के हो त। सबभन्दा पहिला फर्स्टमा सिन्ट्याक्स इरोर बुझौँ। Syntax error is a mistake that stops the program from starting because the code is written in the wrong format. Python प्रोग्रामिङमा जुन ग्रामर फलो हुनुपर्ने थियो त्यो फलो नगरिकन केही मिस्टेक अथवा केही सिम्बलहरू छुट्याएको छ भने त्यति बेला पाइथन प्रोग्रामले सिन्ट्याक्स इरोर दिन्छ। A syntax error happens when we do not follow the correct rule or grammar of Python while writing a program. यसको इक्जाम्पल के होला त? इक्जाम्पल यहाँ हेर्नु, यो हाम्रो मिस्टेक छ है। यसमा हामीले प्रिन्ट फङ्सन युज गरेको छौँ, यहाँ डबल कोटभित्र पनि हामीले हेलो वर्ल्ड लेखेछौँ, तर लास्टमा यो जुन क्लोजिङ ब्र्याकेट हुन्छ यहाँ हुनुपर्ने थियो त्यो चाहिँ हामीले छुट्याएको छौँ। सो यो एउटा इक्जाम्पल भइसक्यो सिन्ट्याक्स इरोरको। नेक्स्ट इक्जाम्पल छ यहाँ, इफ ए इज ग्रेटर देन बी र यो ट्रु भयो भने यो प्रिन्ट ए इज ग्रेटर भनेर चल्छ। यसमा सबै कुरा त ठिकै लागेको छ तर हामीले यहाँ कलन छुट्याएको छौँ। सो यो कलन छुट्याउनु, डबल कोटेसन लेख्नुपर्ने ठाउँमा एउटा कोटेसन छुट्याइदिनु अथवा ब्र्याकेट छुट्याइदिनु, ओपनिङ क्लोजिङ जुनसुकै हुनसक्छ। त त्यस्ता मिस्टेकलाई हामीले सिन्ट्याक्स इरोर भनेर चिन्छौँ। अब यो सिन्ट्याक्स इरोर कसरी आउँछ त यो कुरा हामीले पाइथन प्रोग्राम लेखेर बुझ्नेछौँ। यहाँ मैले सिन्ट्याक्स इरोरको इक्जाम्पल देखाएको छु। यहाँ मैले ए नामको भेरिएबल बनाएको छु जसमा 10 भ्याल्यु छ, बी नामको भेरिएबलभित्र 40 भ्यालु छ र सम नामको एउटा भेरिएबल छ जसमा ए र बीको सम राखेको छु। र यहाँ मैले प्रिन्ट सम गराउन खोजेको छु, यानि प्रिन्ट समभित्र भएको जुन भ्यालु छ त्यो चाहिँ मैले प्रिन्ट गराउन खोजेको छु। अब यहाँ तपाईँले सजिलै हेर्न सक्नुहुन्छ मैले गरेको मिस्टेक के हो। यहाँ ओपनिङ ब्र्याकेट त राखेको छु तर क्लोजिङ ब्र्याकेट यहाँ राखेको छैन। अब यति बेला हामीले यो प्रोग्रामलाई रन गर्दाखेरि यहाँ इरोर देखाउँछ। यहाँ म रनमा क्लिक गर्छु। सो यहाँ आउटपुट बक्समा यहाँ हेर्न सक्नुहुन्छ यो भनेको सिन्ट्याक्स इरोर देखाइरहेछ। अनि यहाँ भनेको पनि छ के मिसिङ छ भनेर, दिस वाज नेभर क्लोज्ड, यानि जो ओपनिङ ब्र्याकेट त हामीले युज गर्यौँ तर क्लोजिङ ब्र्याकेट यहाँ राखेको छैनौँ। यति बेला हामीले यस्तो टाइपको इरोर प्रोग्रामिङमा गऱ्यो भने, प्रोग्राम लेख्दाखेरि गऱ्यो भने त्यस्ता इरोरलाई हामीले सिन्ट्याक्स इरोर भन्न सक्छौँ। सो यसको करेक्ट फर्मेट के होला त? यहाँ हामीले क्लोजिङ ब्र्याकेट राखिदिनु पर्यो। र अब मैले रन गरेँ भने अब यसको एन्सर कति आउनु पर्ने हो त? 40 + 10 = 50। सो यहाँ हामी रनमा क्लिक गऱ्यो अनि यहाँ 50 एन्सर आयो। एउटा इक्जाम्पल यो भयो। अर्को इक्जाम्पल मानौँ मलाई भित्रमा प्रिन्ट गराउनु छ नमस्ते एभ्रिवान, तर बाई मिस्टेक मैले डबल कोटेसन ओपनिङ र क्लोजिङ राख्नुपर्ने ठाउँमा मैले पछाडिको जुन लास्टको कोटेसन हुन्छ मिस्टेकली मैले छुट्याएँ। र यदि मैले यसलाई रन गर्न खोजेँ भने के हुन्छ त? यसलाई मैले रन गर्न खोजेँ भने यहाँ पनि मेरो सिन्ट्याक्स इरोर आयो है। सो यदि तपाईँले डबल कोटेसन छुट्याउनु भयो, कलन छुट्याउनु भयो अथवा क्लोजिङ ब्र्याकेट ओपनिङ ब्र्याकेट छुट्याउनु भयो भने प्रोग्राममा सिन्ट्याक्स इरोर आउँछ। सो हामीले सिन्ट्याक्स इरोर हेरिसक्यौँ। अब यो जुन मिस्टेक छ यसको करेक्ट फर्मेट के होला त? यसको करेक्ट यो हुन्छ, यहाँ हामीले लास्टमा क्लोजिङ ब्र्याकेट राख्नु पर्यो र यहाँ हामीले कलन चाहिँ लगाउनु पर्छ है।
पाइथन प्रोग्रामिङमा हुने अर्को बेसिक इरोर भनेको इन्डेन्टेसन इरोर हो। इन्डेन्टेसन इरोर कतिखेर आउँछ? यदि जब हामीले स्पेस दिन छुट्याउँछौँ त्यति बेला प्रोग्राममा इन्डेन्टेसन इरोर आउँछ। An indentation error happens when the spaces at the beginning of the line are wrong. जुन स्पेस हामीले दिनुपर्ने थियो त्यो स्पेस यदि हामीले छुट्यायो भने त्यस्ता बेलामा प्रोग्रामले इरोर दिन्छ र त्यो इरोरलाई हामीले इन्डेन्टेसन इरोर भन्छौँ। We always use spaces before writing the code of conditional statement. इक्जाम्पलको लागि इन्डेन्टेसन इरोर कस्तो देखिन्छ त? इन्डेन्टेसन इरोर यस्तो देखिन सक्छ। यो हाम्रो मिस्टेक छ, यसलाई हामीले करेक्ट गरेर पनि हेर्नेछौँ र साथै पाइथन प्रोग्रामिङमा इन्डेन्टेसन इरोर आउँदाखेरि कस्तो देखिन्छ त त्यो पनि हेर्नेछौँ। अब यहाँ इफ कन्डिसन छ, कन्डिसनल स्टेटमेन्ट लागेको छ। इफ ए इज ग्रेटर देन बी, सेमिकोलन पनि छ। त्यति बेला के गर्नु पर्यो त? प्रिन्ट ए इज ग्रेटर। र यदि यो कुरा फल्स छ भने एल्सको स्टेटमेन्ट चल्छ र प्रिन्ट बी इज ग्रेटर। अब हेर्ने बित्तिकै लाग्छ ओके यहाँ सब कुरा ठिक छ, कन्डिसन पनि ठिकै छ, सेमिकोलन पनि लागेको छ, यहाँ डबल कोटेसन पनि छ, ओपनिङ क्लोजिङ पनि छ। तर यसमा मिस्टेक भनेको के हो त? हामीले जुन सुरुमा यहाँ स्पेस दिनुपर्ने थियो त्यो चाहिँ स्पेस हामीले छुट्याएको छौँ। अब यो सेम कुरा यदि हामीले VS कोडमा लेख्यो भने र त्यसलाई रन गर्यो भने के इरोर दिन्छ कि यो प्रोग्राम चल्छ त? लेट्स सी। अब हामीले इन्डेन्टेसन इरोर हेर्न जाँदैछौँ पाइथन प्रोग्रामभित्र। यहाँ मैले ए नामको भेरिएबल बनाएँ जसमा 50 स्टोर छ, बी नामको भेरिएबलभित्र 70 स्टोर छ, अनि यहाँ हामीले कन्डिसन राखेछौँ यदि ए ठुलो छ भने प्रिन्ट गर्नुहोस् ए इज ग्रेटर र बी ठुलो छ भने यहाँबाट बी प्रिन्ट भइहाल्छ, एल्समा गइहाल्छ। अब यहाँ हेर्नमा हामीलाई ठिकै लागला, प्रोग्राम ठिकै छ, तर मानौ यदि हामीले यसलाई रन गर्छौँ भने आउटपुटमा इन्डेन्टेसन इरोर आउँछ। सो यहाँ के लेखेको छ? एक्सपेक्टेड एन्ड इन्डेन्टेड ब्लक आफ्टर इफ स्टेटमेन्ट अन लाइन नम्बर 3। अनि यहाँ यसपछि जुन हामीले कोड लेखिरहेको छौँ त्यो कोडमा हामीले स्पेसिङ छुट्याएको छौँ। यस्तो बेलामा इन्डेन्टेसन इरोर भनेर दिन्छ पाइथन प्रोग्रामिङमा। त यहाँ हामीले ठिक कसरी गर्ने त? यसको अगाडिमा 1 2 3 4 लाइन्स राख्दा नि हुन्छ, 1 लाइन राख्दा नि हुन्छ, 1 लाइनको स्पेस। तर नर्मली हामी 4 लाइन दिन्छौँ, 1 2 3 4। अब तपाईँले 4 पटक किबोर्डमा स्पेस पनि थिच्न सक्नुहुन्छ अथवा हामीले जुन किबोर्डमा भएको ट्याब बटन छ त्यसलाई 1 क्लिकमा पनि ल्याउन सक्छौँ। इक्जाम्पलको लागि क्लिक, एक क्लिकमा 4 वटा स्पेस आउँछ ट्याब बटनले, क्लिक। र अब यदि हामी यसलाई रन गर्यो भने अब देखाउनु पर्ने के हो त? ए इज ग्रेटर देन बी। के ए ठुलो छ त? छैन, फल्स हो। त्यही भएर एल्सभित्र भएको कोड जुन छ त्यो चल्छ। यानि यसमा अहिले के प्रिन्ट भएर आउनु पर्ने त? बी इज ग्रेटर। सो लेट्स रन इट। सो बी इज ग्रेटर, यानि हाम्रो प्रोग्राम चलेको छ, हाम्रो प्रोग्राममा अब कुनै पनि इरोर छैन। तर यदि मैले कुनै एउटा हटाइदिएँ भने फेरि इन्डेन्टेसन इरोर आउँछ, फेरि आयो। अब यसलाई हटाउने बित्तिकै फेरि यो जान्छ। सो यस्तो इरोरलाई हामीले इन्डेन्टेसन इरोर भन्छौँ। अब जुन यो हामीले मिस्टेक लेखेको छ यसको करेक्ट फर्मेट के हुनुपर्ने थियो त? यसको करेक्ट फर्मेटमा हामीले स्पेस एड गऱ्यो भने हुन्छ, बाँकी सबै कुरा ठिकै छ। पाइथन प्रोग्रामिङमा हुने अर्को बेसिक इरोर भनेको नेम इरोर हो। जब हामीले कुनै पनि भेरिएबल डिक्लेयर गर्दैनौँ, भेरिएबलको नाम लेखेको छैनौँ र मानौ त्यो भेरिएबललाई हामीले प्रिन्ट गर्न खोजेको छौँ, त्यति बेला नेम इरोर भनेर आउँछ। वी सुड अलवेज डिफाइन भेरिएबल बिफोर युजिङ इट। यानि कुनै पनि भेरिएबललाई युज गर्नुभन्दा अगाडि, कुनै पनि भेरिएबलभित्रको भ्यालु प्रिन्ट गराउनुभन्दा अगाडि हामीले त्यो भेरिएबल पहिला डिक्लेयर गरेको हुनुपर्छ। यदि भएन भने पाइथनले नेम इरोर दिन्छ। इक्जाम्पल जस्तो यसमा हामीले ए नामको भेरिएबलभित्र 5 राखेछौँ, बी नामको भेरिएबलभित्र 10 राखेछौँ, अनि यहाँ मैले प्रिन्ट सम गराउन खोजेको छु। तर यो सम भेरिएबल यहाँ मैले डिक्लेयर गरेको छुइनँ, ए भनेर गरेको छु, बी भनेर गरेको छु, तर सम भेरिएबलभित्र के हुन्छ भनेर भनेको छुइनँ। यदि मैले यसलाई रन गरेँ भने त्यति बेला नेम इरोर दिन्छ। यहाँ मैले ए नामको भेरिएबल बनाएँ, त्यसको भित्र 50 भ्यालु स्टोर छ, बी नामको भेरिएबलभित्र 50 भ्यालु स्टोर छ, अनि यहाँ मैले प्रिन्ट फङ्सन युज गरेछु, अनि यहाँ मैले एड
यानी एड नामको भ्यारिएबलभित्र जे कुरा छ त्यसलाई प्रिन्ट गर्नुहोस् भनेर भनेको छु। तर यहाँ मैले एड नामको भ्यारिएबल माथि कति पनि बनाएको छुइनँ, जसले गर्दा पाइथन कन्फ्युज हुन्छ। अब पाइथनले प्रिन्ट के गर्नु त? जब मैले एड नामको भ्यारिएबलभित्र केही राखेकै छुइनँ भने यो प्रिन्ट के गर्छ त? केही पनि गर्दैन। यति बेला पाइथन प्रोग्रामिङबाट एउटा इरोर आउँछ, इरोर हामीलाई देखाउँछ यति बेला, अनि त्यो इरोरलाई हामीले नेम इरोर भन्छौँ। अब यसलाई रन गरेर हेरौँ के आउँछ। ओके, सो यहाँ नेम इरोर भनेर आयो। नेम एड इज नट डिफाइन्ड, यानी एड नामको जुन भ्यारिएबल छ त्यो डिफाइन भएकै छैन। यहाँ मैले एड नामको भ्यारिएबल बनाएर यसमा ए र बीको भ्यालु स्टोर गराइदियो भने अब चाहिँ यो रन गर्छ है। अब यो मजाले चल्छ, रन गरौँ। सो ए प्लस बी, यानी जब मैले प्रिन्ट एड गरिरहेको छु त्यति बेला 100 आइरहेछ, विच इज करेक्ट। सो यदि मैले यसलाई डिक्लेयर गरेन भने, यसलाई यदि हटाइदिन्छु भने फेरि त्यो इरोर आइहाल्छ। रन गर्छु, फेरि इरोर देखाइरहेछ, नेम इरोर। यस्तो इरोरलाई हामीले नेम इरोर भन्छौँ, जुन कि पाइथनमा कमन छ। जुन हामीले मिस्टेक गरेछौँ यसको करेक्ट फर्मेट भनेको, करेक्ट एन्सर भनेको यस्तो हुनुपर्ने थियो है। फोर्थ एन्ड द लास्ट इरोर जुन हामीले यो भिडियोमा हेर्दैछौँ त्यो भनेको टाइप इरोर हो। यो टाइप इरोर त्यति बेला हुन्छ जब हामीले दुई टाइपको डेटालाई एड गर्न खोज्छौँ अथवा दुई टाइपको डेटालाई हामीले सँगै युज गर्छौँ, त्यति बेला टाइप इरोर आउँछ। यो जुन ए इज 10, ए नामको भ्यारिएबलभित्र मैले 10 स्टोर गरेको छु र बी नामको भ्यारिएबलभित्र मैले डेटा राखेको छुइनँ। यहाँ मैले युजरबाट इनपुट लिइरहेको छु। यहाँ इनपुट लिएर इन्टर अ नम्बर भनेर स्क्रिनमा प्रिन्ट हुन्छ। त्यसपछि सम नामको भ्यारिएबल छ जसमा ए प्लस बी, यानी ए र बीको सम छ, अनि यहाँ मैले प्रिन्ट सम गरेको छु। सो प्रोग्राम हेर्नमा ठिकै लागेको छ, तर यहाँ मिस्टेक छ। अब त्यो के मिस्टेक छ भनेर हेर्नको लागि हामीले यो सेम कुरालाई VS कोडमा लगेर हेर्छौँ। यहाँ हामीले त्यही प्रोग्राम जस्तै देखिने अलिकति भ्यारिएबलको नेम चाहिँ चेन्ज गरेर यहाँ राखेको छु। अघि ए र बी थियो, यहाँ मैले num1 र num2 लेखेको छु, बाँकी सबै कुरा सेम छ। यहाँ के हुँदैछ त, फर्स्ट लाइनमा हामीले num1 नामको भ्यारिएबल बनायो, त्यसभित्र 100 राखेको छु। num2 नामको भ्यारिएबल छ जसमा हामीले इनपुट लिइरहेको छु युजरबाट, यानी यसको भ्यालु हामीले राखेको छैनौँ। र सम नामको, यदि अब अघि नै मैले भनिसकेँ सम भनेको बिल्ट इन फङ्सन हो है, र यसलाई हामीले युज गर्नुभन्दा पनि यहाँ मैले यसको नाम अलिकति चेन्ज गरिदिन्छु, किनभने यो अलरेडी पाइथनको फङ्सनको नाम छ भने बिल्ट इन फङ्सन छ, त्यही भएर बिल्ट इन फङ्सन होस् या किबोर्ड होस् त्यसको नाम हामीले भ्यारिएबलमा युज गर्न सक्दैनौँ। त्यही भएर हामीले नेम चेन्ज गऱ्यौँ, बाँकी सबै कुरा सेम छ। सो टोटल नामको भ्यारिएबलभित्र के छ त, num1 यानी जुन 100 छ र num2 जुन भ्यालु हामीले युजरबाट लिनेछौँ, त्यो दुवैको सम प्रिन्ट गर्नु भनेको छु यहाँ फोर्थ लाइनमा। यसलाई हामीले रन गरेर हेरौँ। ओके, सो यहाँ इन्टर सेकेन्ड नम्बर भनिरहेछ। मैले मानौँ फर्स्ट नम्बर हाम्रो 100 छ, फर्स्ट भ्यारिएबलभित्र 100 स्टोर छ र सेकेन्ड भ्यारिएबलभित्र पनि हामीले 100 राख्छौँ। रिजल्ट हामीले के एक्सपेक्ट गरिरहेछौँ, 100 + 100 200 हुनु पर्यो, बट लेट्स सी व्हाट ह्यापन। ओके, टाइप इरोर देखायो। अनसपोर्टेड ओपरेन्ड टाइप इन्ट एन्ड स्ट्रिङ। सो यहाँ के भइरहेछ त्यो अलिकति बुझौँ है। जब हामीले युजरबाट इनपुट लिन्छौँ त्यति बेला जुनसुकै डेटा लेखोस्, चाहे त्यो 100 होस्, चाहे त्यो कुनै कसैको नाम होस् अथवा कुनै एउटा लेटर होस्, जेसुकै कुरा पनि हामीले इनपुट लिइरहेछौँ भने यो सबै कुरालाई पाइथनले स्ट्रिङ मान्छ। यो पाइथनले यो सबै कुरालाई के भन्छ त, स्ट्रिङ मान्छ। यदि हामीले इन्टिजर पनि दियो भने इनपुट फङ्सनले चेन्ज गरेर त्यसलाई स्ट्रिङ बनाइदिन्छ। तर हामीले एड चाहिँ के गर्न खोजेछौँ, num1 भित्र 100 छ, 100 भनेको इन्टिजर हो है। यो 100 भनेको के हो त, इन्टिजर भइहाल्यो। र यो जुन सेकेन्ड num2 मा हामीले इनपुट फङ्सन युज गर्यौँ, हामीले दिन त नम्बरै दिएको छौँ, यहाँ हामीले 100 जुन दिएको थियो त्यो नम्बरै छ, तर बिकज कि यहाँ इनपुट फङ्सन युज भइरहेछ, अब यो 100 लाई पाइथन प्रोग्रामिङले यसलाई स्ट्रिङ मान्न थाल्छ।
यहाँ बेसिकली के भइरहेछ num1 मा इन्टिजर हो र num2 मा स्ट्रिङ भइसक्यो। अब इन्टिजर प्लस स्ट्रिङ गर्दाखेरि यहाँ इरोर आउँछ, किनभने पाइथन ओन्ली एलाउज एडिङ अफ सिमिलर टाइप अफ डेटा। यानि जब हामीले फरक टाइपको दुईवटा डेटालाई सँगै एड गर्छौँ भने त्यति बेला टाइप इरोर आउनु भनेको कमन हो। जब हामीले इनपुट फङ्सन युज गरेर कुनै पनि भ्यालुलाई लिन खोज्छौँ त्यसले आउटपुटमा के दिन्छ त स्ट्रिङ दिन्छ, र हामीले यहाँ इन्टिजर प्लस यो स्ट्रिङलाई एड गर्न खोजेछौँ, त्यही भएर त्यो इरोर आउँछ। अब यो इरोरलाई हटाउनुको लागि के गर्नु पर्यो त? त्यो इरोरलाई हटाउनुको लागि एउटै तरिका छ। हामी यहाँ यो जुन स्ट्रिङ डेटा लिइरहेछ हामीले पहिले भनिदिनु पर्यो यो जुन इनपुटबाट हामीले जुन भ्यालु लिइरहेछौँ, जुन डेटा लिइरहेछौँ त्यो स्ट्रिङ होइन, त्यो इन्टिजर हुनु पर्यो। अब यो कुरा हामीले कसरी भन्न सक्छौँ त? सिम्पल छ। यसलाई हामीले सबभन्दा पहिला कट गर्ने, कन्ट्रोल एक्स, अनि यहाँ सुरुमा हामी लेख्छौँ आइएनटी भनेको इन्टिजर, त्यसपछि ओपनिङ एन्ड क्लोजिङ ब्र्याकेट हाल्छौँ र जुन कुरा हामीले कट गरेको थियौँ यसलाई हामीले कन्ट्रोल भी यानि पेस्ट गर्छौँ। अब आइसक्यो। अब यो जुन सेकेन्ड लाइनमा जुन हामीले चेन्ज गर्यो त्यसले के बुझायो त? यो जुन इनपुट फङ्सनमा हामीले जुन पनि डेटा लिइरहेछौँ त्यो डेटालाई तपाईँ इन्टिजर बनाइदिनुहोस् है। अब यो पनि माथिको इन्टिजर, यो पनि इन्टिजर। अब जब हामीले एड गर्छौँ भने अब हाम्रो रिजल्ट चाहिँ आउँछ, यानि यो कोड हाम्रो रन हुन्छ। हामी यो तलकोलाई डिलिट गर्छौँ र यसलाई अब रन गर्छौँ। रन गर्नुभन्दा अगाडि यसलाई हामीले सेभ पनि गर्नुपर्छ, कन्ट्रोल प्लस एस, सो द्याट इज कमन थिङ। अब यसलाई हामी रन गर्छौँ। अब रन गरेर इन्टर र नम्बर मागिरहेछ। हाम्रो सुरुको नम्बर 100 छ, यसलाई पनि म 100 दिन्छु र अब रन गऱ्यो भने इन्टर थिचेर सो यहाँ आउटपुटमा 200 आइरहेछ। यानि यो प्रोग्राम हाम्रो ठिक छ। फेरि म एकपटक रन गर्छु, फेरि यहाँ इन्टर र नम्बर भनेछ। अब म 500 राख्छु। अब 500 प्लस 100 इज 600, सो रिजल्ट आइरहेछ, यानि एन्सर आइरहेछ। यसको अर्थ यो हाम्रो प्रोग्राम अब ठिक छ। तर यदि मैले यसलाई हटाइदियो भने यो जुन इन्ट हामीले राखेछौँ र यसलाई हामीले यदि हटाइदियो भने यसलाई पनि अब रन गऱ्यो भने फेरि यहाँ अहिले नम्बर त मागिरहेछ, किनभने यो लाइन मेरो ठिक छ है, फर्स्ट लाइन मेरो ठिक छ, सेकेन्ड लाइन पनि ठिक छ। तर थर्ड लाइनमा हामीले दुईवटा डिफ्रेन्ट टाइप्सको डेटालाई एड गर्न खोजिरहेछौँ, सो थर्ड लाइनमा गएर इरोर हुन्छ। यहाँ इन्टर र नम्बर किन देखाइरहेछ? किनभने अहिले हामी सेकेन्ड लाइनमा छौँ र सेकेन्ड लाइनसम्म त हाम्रो ठिक छ। सो जतिवटा लाइन अफ कोड ठिक छ त्यतिसम्म चल्छ र त्यसपछि जति पनि आउने इरोरहरू छ त्यहाँ प्रोग्राम स्टप भइहाल्छ र के भन्छ, यो इरोरलाई पहिला ठिक गर्नुहोस् र त्यसपछि हामी यो प्रोग्रामलाई फेरि चलाउँछौँ। किनभने पाइथनले इन्टरप्रेटर युज गरिरहेछ। इन्टरप्रेटर इज अ ल्याङ्ग्वेज ट्रान्सलेटर, जसमा के हुन्छ त कुनै पनि प्रोग्रामलाई लाइन बाई लाइन ट्रान्सलेसन गरिन्छ र जहाँ इरोर आयो त्यहीँ त्यो स्टप हुन्छ। यानि त्यो इरोर हामीले जबसम्म ठिक गरेनौँ तबसम्म प्रोग्राम अगाडि बढ्दैन। सो यहाँ हामी भ्यालु राखेर हेरौँ, 200 राख्छौँ। एक्सपेक्टेड रिजल्ट के छ? 200 प्लस 100 इज 300, तर आउँदैन किनभने थर्ड लाइनमा गएर इरोर भइहाल्छ, फोर्थ लाइनसम्म जाँदैन। सो यहाँ लेखेको पनि छ फर्स्ट लाइन, सेकेन्ड, थर्ड, फोर्थ। सो थर्ड लाइनमा इरोर छ, फोर्थ लाइन अभियसली प्रिन्ट हुँदैन। इन्टर गरौँ। इन्टर गर्ने बित्तिकै यहाँ फेरि देखाइदियो टाइप इरोर, अनसपोर्टेड ओपरेन्ड टाइप। यहाँ देखाइरहेछ इन्ट र स्ट्रिङलाई हामी सँगै जोड्न सक्दैनौँ। तर यदि हामीले फेरि यहाँ आइएनटी ओपनिङ ब्र्याकेट र लास्टमा एउटा क्लोजिङ ब्र्याकेट राखिदियो भने अनि यसलाई कन्ट्रोल प्लस यस गऱ्यो र त्यसपछि रन गऱ्यो भने फेरि इन्टर र नम्बर भनिरहेछ। फेरि हामी 200 राख्छौँ, इन्टर गऱ्यौँ, सो रिजल्ट आइरहेछ। यहाँ 300 आयो, यसको मतलब फोर्थ लाइन चलिरहेछ। यहाँ टोटल हाम्रो प्रोग्राममा केही पनि इरोर छैन। त यो जुन हामीले अघि यो मिस्टेक हेरेको थियो यसको करेक्ट एन्सर के हुनु पर्यो त? ए इज 10 अनि यहाँ बी को ठाउँमा हामीले आइएनटी राखिदिन्छौँ अनि यहाँ लास्टमा एउटा क्लोजिङ ब्र्याकेट, यहाँ ओपनिङ ब्र्याकेट यहाँ छ। सो यस्तो टाइपको इरोरलाई हामीले टाइप इरोर भन्छौँ। एउटा सिम्पल एक्सर्साइज तपाईँहरूको लागि छ। यो जुन पाइथन प्रोग्राम मैले लेखेको छु यहाँ, करेक्ट द गिभन पाइथन प्रोग्राम, यानि यो पाइथन प्रोग्राममा केही मिस्टेकहरू छ, यु हेभ टु फाइन्ड इट एन्ड यु हेभ टु मेक इट करेक्ट। सो यहाँ के इरोर हुनसक्छ त, यु हेभ टु फाइन्ड इट है। सो आजको यो भिडियोको लागि यति नै। थ्याङ्क यू एभ्रिवान।